होइन मलाई थाहा छैन त्यो मलाई थाहा छैन मलाई कुरा नगर त राडी छोरा भने ड्युटी गरिरहेको छ भिडियो कलमा अनि होइन त होइन थाहा छैन छैन अनि मुना नढाँटी भन त म त तिम्रो श्रीमान हो कहाँ छ त गोपाल सर थाहा छैन छोरा भन्छ अनि तिमीसँग एकचोटि गोपालको श्रीमती फोनमा बोलेको छ रे त हो कुनै राणाको श्रीमतीसँग म बोलेको छैन छैनौ त छैन त राडीको छोरालाई चाहिँ के चाहियो श्रीमानलाई ल उहाँको श्रीमती नै यहाँ आइरहनु भएको छ गोपाल सरको तपाईँ उहाँसँग तिमी उहाँसँग बोला त भन्नुभयो मलाई हेरी फोनमा भिडियो कलमा हेलो नमस्ते भने बोलेन अनि हाम्रो दिदी चाहिँ साइनै पर्ने हो कि बच्ची फेरि पर्ने हो मैले त्यतिकै बोला मेरो बोली चाहिँ त्यसरी दिदी भनेर सम्बन्ध गरेँ मैले अनि दिदी नमस्ते बोलेन नमस्ते पनि भनेन अनि मेरो नानीको बाबा चाहिँ कता आउनुहुन्छ त दिदी हजुरलाई केही थाहा छ खै उता ड्युटी पो गएको छ हो तपाईँसँग त म धेरैचोटि बोलिसकेको छु दिदी नढाँटी भन्नुहोस् त मलाई भनेपछि उता ड्युटी पो गएको छ हो अनि कतिखेर आउनुहुन्छ त दिदी मलाई सम्पर्क गराइदिन सक्नुहुन्छ अब ड्युटी भ्याएर 5 बजीतिर आउँछ होला म फोन गर भनिदिन्छु भन्नुभयो भनिदिन्छु भनेपछि बुढो चाहिँ भुवाक्कै लडिहाल्यो खाटबाट झरेर भट्याक 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 भयो भट्याक भट्याक भयो उल्टै बुढो चाहिँ हिरिक हिरिक भएपछि ऊ भिडियो कलमा हेरिरहेछ बुढी चाहिँ आमाले पानी छम्किने बुवाले दाजु भाउजू सबैले पानी छम्किने उठाउने सबैले हात खुट्टामा त्यस्तो हल्लाउने बिजोग भयो भएपछि अनि ठिकै छ भनिदिनु भरे आउँछ गोपाल फोनमा बोल्न दिन्छु अरे भनिदिनु त्यही भन्नु श्रीमान उतानो ड्याममै उता बिहोस् पानी छम्काएको छम्काइ अनि म त्यो सुनेर अनि म सिधै यहाँ घरमा आएँ त्यहाँबाट सिधै उता नगएर यहीँ आएँ अनि यहाँ आएपछि बेलुका 5 बजी फोन गर्दा ठ्याक्कै फोन उठाउनु भयो ल हेर्नु त कतिको कन्ट्याक्टमा रहेछ उहाँ उसले कन्ट्याक्टमा त्यसरी ल्याइदिएको तपाईँलाई नडाट्नुहोस् अर्काको त्यस्तो भइरहेको छ तपाईँको यहीँनिर त्रुटि देख्यो क्या कस्तो त्रुटि भन्नुहुन्छ यहाँ सुन्नु पहिला तपाईले एक करोड कुरा जे कुरामा एक करोड कुरा सुनेर पेल्न खोज्नुहुन्छ सीताले अघिल्लो उहाँले एकतर्फी रूपमा जस्तो कुरा आफ्नो गुनासो राख्यो नि त्यति बेला पनि भनेको थियो पहिला राम्रो थियो राम्रो पहिला हैन कहिले पनि राम्रो छैन सुन्नु पैसा पठाकै राम्रो छ त यिनीहरु 5 मिनेटमा कुरा चेन्ज गर्छन् अनि हैन त्यो अहिले कुरा उले सत्य कुरा बोल्यो सत्य कुरा तपाईले जो यहाँनिर चुक्नु भयो किन तपाईले भाउजूसँग मैले मसँग उहाँसँगै बसेको पनि होइन कुरा सुन्नु न पहिला अब यिनीहरुले के भनेर फोन गरे त्यो मैले सुनेको छैन मलाई थाहा पनि छैन तर म यिनीहरुसँग फोनमा जतिखेरै कन्ट्याक्टमा छु अब जहाँ पनि गयो जोसँग गयो त्यहाँ छिमेकीहरूलाई पनि फोनै गर्दैन पैसै पठाउँदैन भन्दैन यहाँ मात्रै होइन नि जसलाई पनि त्यही कुरा गर्ने अब म फोनमा बोलिरहेको छु नत्र भने तपाईको काठमाडौँ बनेपा चौकीमा त्यो के भन्नु यिनीहरूलाई थर्काएर पठाइदिएको उल्टै यिनीहरू चाहिँ के अरे घरिको हस्पिटल गए भन्ने फोटो के अरे पुरै त्यो सिन्दुरहरू लगाएर अनि खुट्टाभरि खुन बनाएर फोटो पठाउने घरि के मैले पहिल्यै भनेको सुरुमै जति ऋण लाग्छ बरु ऋण लागेर साँच्चीकै बिरामी भएको भए ऋण गरेर उपचार गर होइन भने घडेरी छ घडेरी बेचेर नि उपचार गर अहिले मसँग पैसाको उ छैन भनिसकेपछि यिनीहरू दुनियाँ भौतारिएर सबै बिगार्ने यिनीहरू हो भौता यति धेरै उ गरे कि त्यतिखेर अब मसँग पैसा छैन पठाउँ भने अनि भाउजू चाहिँ किन बिहोरेको तल भन्नुस् बिहोरे त्यो बेलासम्म कहाँ बिहोरेको छ मैले कति बेला चाहिँ बिहोरेको त्यो त पछि यिनीहरूले उहाँ गएर घर बिगारिदिसकेपछि त अनि उ गर्नु त्यतिकै पनि भइहाल्यो नि तपाईँले चाहिँ के छ भने त अघि उदाहरण दिए कसैले तपाईँलाई चोर भन्यो अनि चोर फेरि तपाईँ आखिर मलाई चोर भन्नु आखिर म चोरेर छाड्छु भन्ने हो त होइन मैले यिनीहरूलाई के भनेको थिएँ भने यहाँ सुन्नु न आफूलाई यो शुद्धिकरण गर्ने मैले शुद्धिकरण गर्न त 1000 चोटि खोजेको यिनीहरूलाई मैले के भने यो कसैको पछाडि कुरा सुनेर हिँड्नु हुँदैन यो के अरे मैले यहाँबाट 2-4 महिनापछि 2 महिना बाँकी थियो मेरो ऋण छिनाउनलाई उहाँ कम्पनीमा काम गरेको 2 महिनापछि त पैसा आइहाल्छ फुल पैसा आउँछ त्यतिखेर यो दुनियाँ अहिले पैसा नआएको बेलामा यसरी कहिले काठमाडौँ जाने
अब कहिले गङ्गालाल हस्पिटल गएँ भनेर त्यो कुन चाहिँले फोटो खिचेर हालिदिन्छ त्यो पठाइदिने अनि हस्पिटलको बिल पठाओ भन्दाखेरि छैन अनि भएको पैसा चाहिँ दिदीहरूको घरतिर जाने अनि दुनियाँतिर सिद्ध्याउने भएको पैसा चाहिँ अनि मलाई जतिखेर टचर दिएको त्यही गर्ने त्यस्तो सीताजी त्यस्तो मिल्ने मान्छेले दमक चौकीमा सुरुमा छुटाउँदाखेरि तपाईँ आफ्नो आफ्नो बाटो लगाइदिनु भएको थियो तपाईँ ती 3 चोटि दमकले किन पक्रिनु परेको तपाईँ सुध्रिने मैले धेरै चानस गरेँ भन्नुभयो कसले चाहिँ सुध्रिने दिएन त त्यसलाई आउँदै फेरि त्यही घिसार्दै हिँड्दै आउँदै त्यही घिसार्दै हिँड्दै तारिक बोक्दै मैले लाएको हो त्यो तपाईँलाई मैले त 3 चोटिसम्म तपाईँले सुधार्न चौकीमा ल्याएर छुटाएकै हो नि त जाउँ घरमा बच्चा छन् दुधी एउटा छन् मसँग बस्नु मन छैन जेठी दिदी हुनुहुन्छ जेठीसित बस्नुहोस् सर यतिसम्म मैले उहाँलाई भनेको भने घिसार्नु पर्ने कारण तपाईँको के थियो क्या यही कुरामा भन्नु त मैले केसम्म पनि भनेको भने दमकमै पनि त्यहीँनिर मिल्दाखेरि मैले के भने यदि अब यस्तो अत्याचार गर्न थालिसकेपछि मलाई यो ठिक लाग्दैन कि राम्रो तरिकाले बस यहीँनिर घरमा चाहिँ मैले के भनेको थिएँ भने यहाँ नजिकै काहीँ जग्गा खोजिदिन्छु अथवा खोजेर यहीँनिर कोठा लिएर बसौँ यो गरौँ भन्दाखेरि अहिले सरलाई तँलाई म उहीँ मार्छु रात तँ के अरे तँ सुतेकै बेला तँलाई म यहीँ मारिदिन्छु उहाँ हिँड त हिँडिहाल भन्ने जतिखेर मार्छु श्रीमान श्रीमतीमा मार्छु काट्छु भन्ने कुरा चाहिँ आम कुरा हो होइन कि तपाईँलाई खुकुरी प्रहार भयो यहाँनिर पुरै कुटेको के को खुकुरी प्रहारै भयो हतियारै प्रहार भन्ने एउटा कुरा उहाँ किचनमा म काम गर्दै बसिरहेको थिएँ होला उसले पनि भन्नु होला त्यो म त्यस्तो शब्द कहिले पनि गर्दिनँ त्यो कुट्ने पनि गर्दिनँ अब तपाईँ समाजमा त तपाईँ 3-3 बिहा गरिसक्नुभयो तपाईँ त गलत देखिनु हो नि त होइन गलत बिचमा चाहिँ नि के हो श्रीमान श्रीमती बिचको झै झगडा हुन्छ मेलमिलाप हुन्छ तितो मिठो भोक होइन दुःख सुख सब कुछ हुन्छ तर तपाईँले 3-3 बिहा गर्नु भने तपाईँ त कानुनको नजरमा समाजको नजरमा सबै रूपले तपाईँ त गलत सिद्ध हुनु हो नि त गोपालजी हो कि गलत हुनुभयो कि भएन होइन गलतलाई गलत भन्नुपर्छ कि तर जस्तो तपाईँले जेठी उसँग डिभोर्स हुँदै हुँदैन त कसरी सुन्नु न जेठीसँग त हुन्थ्यो जेठीसँग म आफै गर्दिनँ किन गर्नु अहिले होइन त्यो गर्ने डिभोर्स गर्नु भएको छैन हुँदै तपाईँले माइली ल्याउनु भयो फेरि ऊ हुँदा कान्छी ल्याउनु भयो त्यो पनि भाउजू अर्को श्रीमती ल्याउनु भयो तपाईँको आफ्नो घर त बिग्रियो अरू पनि घर बिगारिदिनु भयो देख्नुभयो फोनमा कुरा सुन्नु बित्तिकै ड्याङ्गै चाहिँ फ्यानको श्रीमान त्यो होइन त्यो यिनीहरूको हावा कुरा हो कि त्यति बेलासम्म केही भएको थिएन त्यो बेलासम्ममा तपाईँको केही भएकै थिएन यिनीहरू घरमा गएर अब म त्यो दिनदेखि सधैँ सम्पर्कमै छु नि कमाउन गएको श्रीमती अरू कोहीसँग रिलेसनमा जसले तपाईँलाई विश्वास गरेर श्रीमती पठायो होइन एउटा कुरा सुन्नु अर्काको श्रीमती आएर तेरो बुढी चाहिँ मेरो बुढासँग सुतेर हिँडेछ भन्नु भने त्यो बुढो फेन हुँदैन कस्तो कुरा गर्नुहुन्छ तपाईँ फेन हुनुहुन्न तपाईँ लगभग सँगै छ भन्ने कुरा त आयो पहिला कुरो त यिनीहरू मसँग कसरी हुन्छ त्यो प्रुफ पुर्याउनु पर्यो नि त सँगै भएको बिहा गरिसक्नु अहिले त अब भयो नि पहिलाको त्यो त हुनु पर्यो नि सँगै भएको बिहे नै गरिसक्नु भयो त अहिले त अब त्यतिकै जे भन्यो त्यही हुँदैन नि मान्छे लाइसेन्स नै अब तपाईँले प्राप्त गर्न आँटिसक्नु हो त हो कि उनीहरू चाहिँ खालि के अरे नक्कली काम गर्दै हिँड्नु दुईटा के छ प्रमाण छ के तपाईँ उहाँले पनि कुनै त्यस्तो अनैतिक सम्बन्ध राखेको छ केही सम्बन्ध छ गुनासो छ अरू गुनासो केही पनि होइन त्यो अरूसँग लागेको त्यो होइन त्यो फोटो जुन नाङ्गो फोटो आएको छ त्यो कसको भनेर प्रुफ पुर्याइदिनु पर्यो अरू गुनासो केही पनि होइन मलाई यिनीहरूले पठाएको हो अब कसले पठाएको त्यो कुरा चाहिँ पुर्याइदिनुपर्छ कि अरूसँग लागेको अरूसँग हिँडेको अरूसँग चाहिँ नि अनैतिक सम्बन्ध राखेको छ अब त्यस्तो छ कुरा सुन्ने मान्छेले तपाईँले त्यस्तो गलत काम गर्नु भएको छैन सर उहाँलाई थाहा छ भने भनिदिँदा हुन्छ त्यो जुन मेरो त्यस्तो गलत छैन जुन त्यो नराम्रो फोटो गयो उहाँकै आइडीबाट आएको उसको पनि केही पनि थिएन मैले त्यहाँ सबैलाई देखाएको छु आन्टीहरुलाई कुन आइडीबाट आयो त्यस्तो उहाँको त्यो अहिले मोबाइलै छैन उहाँले अहिले कतिवटा सिम फेर्नु भइसक्यो कतिवटा आइडी फेर्नु भइसक्यो जुन आइडी छ त्यसैमा छ मेरोमा आएको होइन अनि त्यो फोटो बनाएर त्यो फोटो यस्तो पनि हुन सक्छ फोटो नेटमा थुप्रै भेटिन्छ तपाईँलाई पनि थाहा छ थुप्रै प्रकारको फोटो नेटमा कहीँ पनि भेटिदैन नि तपाईको थुप्रै यिनीहरूले पठाएको हो त्यो फोटो चाहिँ सबै प्रकारको फोटो पाइन्छ हैन त्यो फोटो मान्छेले अब त्यो के छ भने रिसको झोकमा अथवा उको एउटा चाहिँ नि भन्छ नि मान्छेलाई त्यो पठाउने त्यो सेन्ड गर्ने काम पनि अहिले भइरहेको छ त्यो साइबर क्राइम अन्तर्गत पर्छ है त्यो ठिक छ उनीहरूले जान्दछन् अब सुन्नुस् कहाँबाट आएको कसले पठाएको भन्ने अब ल तपाईँहरुको श्रीमान श्रीमतीको बीचमा मनमुटा भयो हैन कानुनी रूपमा विवाद दर्ता भएको छैन उहाँले दिनुभएको छ अब विवाह दर्ता भएको रहेछ त
के को मैले विवाह दर्ता कहाँ गरेछ कस्तो दिनुभएको छ त्यो चाहिँ मलाई थाहा भएन। मैले दिन्छ नक्कली बनाएर लिएर हिँड्छु उनीहरू दिनुभएको छ मैले त्यही गरेँ म विवाह दर्ता सबै उहाँले यसरी प्रमाण तिमीसँग छ तिमी किन डराउँछौ उहाँले भन्नुभयो छ त्यो विवाह दर्ता उहाँ घरमा छ त्यसले होइन त्यो सबै उहाँ जान्नुहुन्छ त्यो बेदर्ता कसरी सबै गर्ने उहाँ हो उहाँ नै त्यो बेदर्ता चाहिँ के भएको रहेछ भने यहाँबाट पहिला धनी पूर्जा उहाँ जग्गाको मिल्ने भयो भनेर बुवाहरूसँग फोटो मागेर लिएर गएछन् क्या पुरानो बिमलाको बेदर्ताको फोटो मागेर लगेर गएछन् अनि उहाँ गएर के गरेछन् भने साइबरमा गएर जुन मिति छ त्यही मिति त्यो पहिला बिहे गरेको मिति चाहिँ त्यही नाम मात्रै चेन्ज गर्दैछन् क्या त्यो चाहिँ कसले चेन्ज गर्यो त उनीहरूको काम हो त्यो उसले हटाउन मिल्छ र मैले गर्छु त्यस्तो हुन्छ त्यस्तो मिल्छ र पुरो मैले गर्छु सर त्यस्तो मिल्छ र कानुनी रूपमा त्यही त यहाँ तपाईँको वाडामा झुक्क्याइदिएछन् अहिले त्यहीँनिर छ के अरे नक्कली बेदर्ता पो लगेर गएर छन् वाडामा तपाईँको बिना साइन बिना सिग्नेचर तपाईँको बिना अनुमति कसरी विवाह दर्ता हुन्छ बिहे दर्तै गरेको छैन कहाँबाट गर्नु 13 सम्मबाट बसाइ सरेर लिएर आएको यहाँ जमानामै हो अब यहाँ आएर गरेकै ल छैन ठिक छ लु मानिलिउँ बिहे दर्ता भएको छैन तर बिहे दर्ता नभए पनि विवाह दर्ता नभए पनि विवाह दर्ता एकछिन है म सबैलाई म समाजलाई पनि सवाल गर्छु भाइ भिडियो नगर भाइ बाहिरबाट भिडियो नगरिदिनु न प्लिज होइन त्यसले गर्दाखेरि के छ भने तपाईँ होइन तपाईँ जो छ तपाईँले बिहे दर्तै नगरे पनि नभए पनि आखिर तपाईँको श्रीमती हो भनेर त प्रमाणित भइसक्यो 2टा बच्चा यो नानीहरू फुल जस्तो बच्चाहरू छ होइन मैले स्कुलमा फोन गरेर सोधिसकेको छु 15,000 रुपियाँ पैसा स्कुलको फी बाँकी छ अरे अब दुईजनाकै सन्तान हो नि त हो कि होइन त्यही त मैले उनीहरूलाई सन्तान होइन भनेकै छैन नि मैले स्कुलमा सोध्नु फोन गरेर उहाँ स्कुलमा म स्कुलमा डाइरेक्ट पैसा हालिदिन्छु यिनीहरूलाई पैसा हालिदियो भने के गर्छन् भने अहिले अब यहाँबाट खर्च अलिकति हालिदियो भने उहाँ चौकीतिर कता जाने अनि उहाँ गएर निवेदन गर्न थाल्छन् अनि त्यो पैसा बिना काममा सकिन्छ म त स्कुलमै डाइरेक्ट तिर्छु भनेर मैले कुरा होइन यो उमा पठाइदिन्छु भनेको छु यो माना चामल बच्चाको शिक्षा स्वास्थ्य तपाईँले हेर्नु भएको छ गर्छु गर्नलाई त उ गरेको छु त मैले नगर्ने भनेको छ मैले हेर्नु होइन गर्छु भन्ने आफ्नो ठाउँमा छ तर गरिरहनु भएको छ कि छैन अहिले त छैन अहिले तत्काल 1-2 महिना त यिनीहरूले म के भनेको भने यहीँ आएर पनि ल विदेश जानु पर्यो अब उनीहरूले चाहिँ तारिक लगाइदियो विदेश जान्छ भनेर अब पर्सिको फ्लाइट छ लाउँछ यिनीहरूले आएर के अरे फोन गरे चौकीमा उहाँ चौकीमा सबै कुरो मिलाए म बाहिर जान्छु खर्च त हुन्थ्यो नि त होइन कमाउने ठाउँ त दिनुपर्छ नि त म विदेश हिँड्न उ गरेर सबै रेडी गरेको छु अनि उनीहरूले चाहिँ के भनिदियो भने यहाँबाट चौकीमा तेरो बुढीले तारिक हालिदियो भनेछ त विदेश नजा भनेर भनिदियो अनि अहिले कहाँबाट खर्च ल्याएर दिनु अहिले भन्ने बित्तिकै त हुँदैन नि त तपाईँको जुन अहिले कान्छी श्रीमती मुना के अरे मुना त्यो मुनासँग चाहिँ तपाईँको र उसको त्यो उहाँको पहिलाको श्रीमानसँग कुरा मिलिसकेको अब त्यहाँनिर तपाईँलाई कानुनी प्रावधानहरू व्यवधानहरू छैन नि छैन त्यस्तो जारी हाल्ने अथवा मुद्दा हाल्ने त्यस्तो छैन मिलिसक्नु भयो तपाईँहरू उता त्यो त अब उनीहरूको कुरा हो त्यो उनीहरूले गर्ने कुरा हो त्यसमा हामीले गर्ने मिलापत्र चाहिँ नि मिलापत्र भइसक्यो उता त्यो मिलापत्र त्यसको बारेमा चाहिँ मलाई पनि थाहा छैन त्यो अब डिभोर्स भइसकेको कुरा हो तपाईँको श्रीमती तपाईँको छोरीहरू अगाडि आएको छ के छ तपाईँको विचार मैले त पहिल्यै पनि भनेको दमकमा सबै कुराहरू अब जे हरेक कुराहरू भइसकिहाल्यो दमक चौकीमै मैले के भनेको थिएँ भने अब महिनाको 15,000 रुपियाँ पैसा दिन्छु जहाँ अब यहाँ बसेर यतै बस्छु भने पनि यहीँनिर राखिदिन्छु अथवा जहाँ उहीँ बस्छु भन्दा पनि केही छैन उहीँ बस्नु तर 15,000 रुपियाँ पैसा म महिनामा अथवा कहिले कुनै महिना 1 महिनामा हुँदैन 2 महिनामा गरेर हालिदिन्छु भनेर भन्दाखेरि यिनीहरू मान्दै नमानेको तपाईँ होइन उहाँ छुटाइदिनु म महिनाको 15,000 रुपियाँ भन्नुभएको छैन त्यो भनेको भए कागज भइहाल्थ्यो बोल्नै सक्नु भएको थिएन उहाँ बोल्दै नबोलेपछि अब छुटाइदिइहाल्नु भयो आफ्नो बाटो जाऊ भनेर उहाँ नि म छुट्छु घरमा जान्छु यो बाटो अब दोहोऱ्याउँदिनँ उहाँले भनेपछि अनि 15,000 पैसाको कुरै भएन नि मेरो जान बच्चा म स्वीकार्छु लिएर जान्छु अब छुट्यौँ हामी आजदेखि आफ्नो बाटो भनेर छुट्नु भएको के को छुट्नु भोलिपल्टै फेरि लिएर कता हो भागिहाल्नु भयो
तपाईँले कान्छीलाई मैले छोडेँ, अब अहिलेसम्म जे गल्ती भयो मैले माफ मागेँ भनेर तपाईँले माफ मागेर मिलापत एउटा एक खालको सहमति गरिसकेपछि तपाईँ फेरि त्यो मुनालाई लिएर किन हिँड्नु हो? यिनीहरूले बनाएको नि, किन लिएर हिँड्नु लाउनु नि त? यिनीहरू तपाईँ कानुनी रूपमै तपाईँले चाहिँ म चाहिँ यसलाई अब आइन्दा ठिक छ म अब लिएर हिँड्दिनँ, म छाडिदिन्छु, म आफ्नो परिवार हेर्छु, सम्हाल्छु भनेर तपाईँले त बोलेको चाहिँ थानामा रेकर्डै छ। के अरे सम्हाल्ने भनेर सम्हाल्ने त उ गरेको हो त। यिनीहरू आफै अब यहाँ घरमा आएर म बसिसकेपछि, घरमा म बसिरहेको छु, उनीहरू पनि यहीँ बसिरहेको थिए। अनि उनीहरूलाई चाहिँ के रहेछ भने त्यो बसाइसराई लगेर कतिखेर जाउँ भएको रहेछ, उनीहरू भागेर टाप ठोकिदिन्छ त म के चाहिँ गर्नु त? भागेर कहाँ गएको? सरलाई गएको नि। सरलाईमा कसको घरमा? अब रुममा गएको नि, उनीहरूको रुममा। सरलाईमा के छ तपाईँको? मेरो के जग्गा छ नि, उनीहरूले नि किनेको, त्यो मलाई छ कि छैन त्यो थाहा पनि छैन। मैले पैसा पठाइदिएको हो जग्गा किन भनेर। जग्गा छ सरलाईमा? छैन सर, पहिले नै बेचिसक्नु, छैन पहिल्यै बेचिसक्नु भएको। त्यो अहिले जुन घर भएको छ एउटा भन्नुहुन्थ्यो नि उहाँले, त्यो बेचिसक्नु बेचेको छैन। कसरी बेच्छ? छैन, अहिले गएर बुझ्न सकिँदैन। तपाईँ हुनुहुन्छ, जाउँ न उहाँनिर। तपाईँले अब के गरी बेच्नु भएको छ तपाईँलाई पो थाहा छ त। मैले बेच्छ जग्गा, तेरो बुढाले बेचेर खाइसकेको छैन, अहिले त्यहाँ दिँदैन। तपाईँको नाममा थियो त्यो जमिन, मेरो नाममा छैन। भएको जग्गा उनीहरूको नाममा छ नि, नापी पनि भएको छ, हेर्न मिल्दैन। लाल पूर्जावाला जग्गा हो कि ओइलेनी जग्गा हो, तर नापी भइसकेको छ क्या। नापी अमिनी आएर सबै नापिसकेको छ। लाल पूर्जा आउनु गोपालकै नाममा, तपाईँकै नाममा थियो नि त। मेरो नाममा कसरी हुन्छ? म विदेशमा छु, अनि कसरी हुन्छ? विदेशमा हुँदा पनि बन्छ क्या, धनीपुर चाहिँ बन्छ। होइन, यिनीहरूले बनाउनु जग्गाको सन्दर्भमा तपाईँ विदेश भए त्यो मलाई राम्रोसँग थाहा छ क्या। तपाईँको एम्बेसी जानुपर्छ जग्गा मिलाउनलाई, त्यत्तिकै विदेशमा हुने बित्तिकै त्यो जग्गा आफ्नो नाममा आउँदैन। तपाईँको नागरिकताको आधारमा तपाईँको नागरिकताको आधारमा कहाँ जग्गा आउँछ? एम्बेसी गएर पुरै उ गर्नुपर्छ जग्गा पास गर्नलाई। नाम लेखेकै छैन, त्यो मसँग कागज पनि छ, यिनीहरूले फोटो खिचेर पठाएको कागज। त्यो कागज पनि छ, यिनीहरूकै नाममा छ जग्गा। त्यो नापी भएको पनि यिनीहरूकै नाममा छ। जग्गा चाहिँ छ कि छैन ल भन्नुहोस्? त्यो उहाँको नाममा 1 बिघा 10 कट्ठा जग्गा बेचिसकेको छ सर। कसले बेचेको? उहाँले बेचिसक्नु भयो अरे। 1 बिघा 10 कट्ठा अन्नाजी राखेको छ, नापेको छैन। 1 बिघा 10 कट्ठा जति जमिन कतिमा बेचेको? उहाँले कतिमा बेचेर विदेश जानुभयो? कतिमा बेच्नु होला भन्नु, साँचो भन्नुहोस्। त्यहाँ फेरि त्यो जग्गा सुन्नुहोस्, हामी यहाँ सुन्नु न, त्यही ठाउँमा हामी गएर सोधखोज गर्न सकिन्छ कि? त्यो जग्गा भएको के हो भने साँचो कुरा बताउनु न। त्यो माथिको त्यो पाहाडको जग्गा हो। अहिले जहाँ भएको घडेरी भनेको लालबन्दी बजारको थियो, त्यो पाहाडको जग्गा चाहिँ अब यिनीहरूले गरेर मैले किनेको हो। त्यो पनि यहाँ किन्नै पर्छ जसरी भए पनि भनेर पुरै घारी थियो क्या। मैले पुरा घारी थियो, त्यो जग्गा फाँडेर घर बनाउनेदेखि लिएर सबै गरेको थिएँ। अनि पछि लफडा पर्न थाल्यो। त्यही जग्गाको न्युमा कान्छा दाईसँग अहिले त्यो अर्को यिनीहरूले कुरा निकाले, तर त्यो कुरा होइन। त्यो जग्गा चाहिँ उसको थियो, कान्छा दाईको जग्गा। मैले 90,000 रुपियाँ दिएर अनि लगभग 2-3 लाख जति खर्च गरेर चाहिँ फाँडेर सबै बनाएको थिएँ क्या जग्गा। अनि जग्गा बनाइसकेपछि पछि लफडा हुन थाल्यो। लफडा भइसकेपछि उसको पैसा मैले त्यतिखेर 1 लाख त्यस्तै कति चलाएको थियो होला क्या। 1 लाख जति चलाएको थियो। पछि लफडा भयो। अनि मैले के भने त्यो जग्गा यता तल आइसकेको थियौँ हामीहरू, नानीहरूलाई पढाउनको लागि भनेर तलै आइसकेको थियो। अनि त्यो जग्गा चाहिँ ल छोडिदियो, म बाहिरै थिएँ त्यतिखेर पनि, छोडिदियो। तिमीहरूले उनीहरूलाई नै बच्चाहरू पनि छन्, अब बिजोग हुन्छ भोलि पर्सि, उनीहरूले नै खाउन् भनेर त्यो दिएको जग्गा हो। त्यो जग्गाभन्दा पछाडि म विदेश गएर किनेको अर्को जग्गा थियो। कति? अर्को जग्गा कति लाखमा? त्यो किन्न चाहिँ अब 5 लाख रुपियाँको बनाएको छ होइन, यिनीहरूले बनाएको अरे। त्यो मलाई बनाएको भनेर फोटो चाहिँ पठाएको छ। अनि त्यहाँदेखि त्यो जग्गा किनिसकेपछि 5 लाख रुपियाँ कि कतिमा किनेको हो त्यो उनीहरूलाई नै थाहा छ। अनि त्यो चाहिँ तलको जग्गा हो। त्यो अहिले भएको चाहिँ बेचेकै छैन, त्यो जग्गा छँदैछ त्यत्तिकै। त्यो नापी पनि भइसकेको जग्गा छ। त्यो जग्गाहरू छ कि छैन? जग्गा छ नि, कसरी नहुनु। 20 दूर जग्गा छ त्यहाँ, पुरै यत्रो ठुलो प्लटै छ। भनेपछि जम्मा जम्मी अहिले 20 दूर जग्गा छ त्यहाँ। तपाईँले पैसा पठाएर किनेको? मैले पठाएर किनेको छ अरे त? छैन सर, त्यो वनको जग्गा वनले सबै काटेको नि। हामी सुकुम्बासी बस्नु भनेर दिएको थियो वनको छेउछेउ। अनि अहिले भोलि त्यहाँ बुझ्नु सरहरू जान सक्नुहुन्न र? अहिले ढाँटेर हुन्छ। मैले वनको छेउको जग्गा चाहिँ सबै अहिले जानुहुन्छ सर। अहिले वनले सबै काटिदिएको। जाउँ सर, अब जानु दुःख पाउनै पर्यो होइन। उसले पहिला बेचेको अर्कै हो, अहिले वनले काटेको अर्कै हो। वनको छेउमा जङ्गलको कुन हो बेचेको चाहिँ त्यो अन्नाजी 1 बिघा 10 धुर भनेको चाहिँ
बेचिसक्नु भएको त अहिले पछि मलाई वनको छेउमा दिनुभएको थियो सुकुम्बासीहरू त्यो पछि पहिलाको बेचेको अनि फेरि अर्को लटको चाहिँ सुकुम्बासीहरू बस्नु भनेर दिनुभएको अहिले वनले सबै काटिदिएन ओइलेनी जग्गा त्यस्तो हो रे त ओइलेनी जग्गा पछिल्लो समयको वनले हडप्यो वनले कसरी हडप्छ त्यो जग्गा वनकै होइन मलाई थाहा छैन त्यहाँनिर त्यो भाइहरू छन् अहिले पनि फोन गर्दा हुन्छ त्यो भाइ कहाँ छन् को नि उसले भन्दैछन् 1.5 लाख रुपियाँ कठाले धुरले अहिले पनि त्यो जग्गा बिक्री हुन्छ अनि त्यो जग्गा किन्दाखेरि भाइहरू सबै राखेर उसैले किनेको जग्गा है मैले पैसा पठाइदिएर उसैले किनेको जग्गा अहिले अनि छैन भनेर हुन्छ ल ठिक छ अब यसको बारेमा हामी खोज अनुसन्धान गरौँला त्यो ठुलो कुरो भएन सरलाई हेर्नु त सरलाई लालबन्दी तपाईँ फेरि झुटो निस्किनु ठहरिनु भयो भने त्यहीँको समाजले बोल्नुहुन्छ वनले कति काटेको रहेछ कसको काटेको रहेछ मेरो मात्रै होइन सर त्यो लाइन सबै काटिदिएको छ त्यो भोलि त आउँछ दुधको पानीको पानी फेरि आउँछ है सबै आउँछ पुरै मैले जति बोलेको त्यति त्यहाँको समाजले बोल्दिनु ठिक छ विगत तपाईँहरूको सम्बन्ध तितो मिठो नमिठो अथवा श्रीमानको अलिकति बढी गल्ती होला श्रीमतीको पनि कतिपय कुराहरू भयो होला होइन मिस्टेक भयो होला अब तपाईँको अगाडि तपाईँको श्रीमती र तपाईँको छोरीहरू सानो बालिकाहरू होइन के लाग्छ तपाईँको श्रीमती जस्तो लाग्छ लाग्दैन अहिले होइन नलाग्ने त मैले कहिले भनेकै छैन नि तर यिनीहरू एउटा कुरा सुन्नु न के छ भने अब त्यहाँ किनेको जग्गा त छैन भन्छन् यिनीहरू त्यो त अनुसन्धान गर्न सकिन्छ तपाईँ हामी नै जान सकिन्छ त्यहाँ गाउँठाउँमा सबै सोधेर एकाएक निक्लिन्छ सोध्नै पर्दैन यहीँबाट हेर्दा पनि भइहाल्छ नापी भइसकेको जग्गा छ त्यो नापी भइसकेको जग्गा त त्यत्रो पैसा जग्गा छैन भने त्यत्रो पैसा कहाँ हाले त त्यो निकाल्नु पर्यो नि त अब उनीहरूले यसरी नै हिँडेर जग्गा खाइसक्यो होला त्यो कुरा हामी पत्ता लगाउन सक्छौँ तपाईँ हामीले मजाले पत्ता लगाउन सक्छौँ अब त्यो के छ भने मान्छेले सियो हरायो भने पनि मजाले खोज्यो भने भेट्न सकिन्छ जग्गा जमिन जगर बगर कुरा मजाले पत्ता लाग्न सक्छ है यो कुरा आफ्नो ठाउँमा छ अब यो श्रीमती र छोरीहरूलाई के गर्ने तपाईँले भन्नुहोस् अब अरू केही पनि होइन अब कानुनी हिसाबले त मिल्दैन उ गर्नलाई अब मैले सबै बुझिसकेको छु अब कुन तरिकाले मिल्छ कुन त केमा मिल्न आउँछन् त्यही अनुसारले गर्नु पर्यो श्रीमानसँग के चाहनुहुन्छ तपाईँ के छ तपाईँको मिल्ने इरादा छ मिलेर बस्ने इरादा छ अथवा के छ तपाईँको एउटा माग हुन्छ होइन आफ्नो मलाई उहाँले यस्तो गर्दै हुन्छ म मिल्छु अथवा सँगै मिलेर घर गरेर खान्छु अथवा होइन स्वतन्त्र रूपले अब यो सधैँ के अरे यो सधैँ लुकीछिपी के अरे यो खालको गरेर त हुँदैन सधैँभरि उहाँले एउटा हर्र गुड्डी खेलेर त हुँदैन तपाईँ के छ भने उसलाई खोजेकै पुलिस थाना जाने मिडिया जाने माइती नेपाल जाने महिला सेल जाने ऊ भागेको भाग गर्ने लुके गर्ने यो त जिन्दगी त्यसरी तपाईँहरूको त लाइफ त त्यति सकिन्छ तपाईहरुलाई मैले लुकाछिपी म घरमा छु ल